दर्शक महानुभावहरू नमस्कार। तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दैनिक सुन चाँदी दरको विशेष अपडेट लिएर आज पनि उपस्थित भइसकेको छु। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। नजिकै रहेको बेल आइकनलाई क्लिक गरेर नोटिफिकेसन अन गर्न सक्नुहुनेछ ताकि तपाईहरुले हाम्रो भिडियो सबैभन्दा पहिला जानकारी प्राप्त गर्न सक्नुहुनेछ। आजको दिनमा छापावाल सुनको अवस्था के छ, त्यस्तै चाँदीको अवस्था के छ, सबै अपडेट आजको भिडियोमा रहनेछ। हाम्रो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। तपाईहरुले अन्तिमसम्म भिडियो हेर्नुभयो भने पक्कै पनि जानकारी प्राप्त गर्नुहुनेछ। आजको दिनमा छापावाल सुनको भाउ के रहेको छ, त्यस्तै चाँदीको भाउ के रहेको छ, सबै अपडेट तपाईहरुलाई जानकारी प्राप्त हुनेछ। नेपालको परिवेशमा मङ्सिर महिना पछाडि अहिले पुस महिना चलिरहेको छ। पुस महिनामा सुनको भाउ वात्तै बढिरहेको छ। चाँदीको भाउले पनि निरन्तर रेकर्ड बनाइरहेको छ। आजको भाउ अनुसार चाँदीले नयाँ रेकर्ड बनाएको छ। सुनले पनि एउटा रेकर्ड बनाएको थियो, तर आज सुनको भाउ पनि थोरै घटेको छ। कतिले घटेको छ सबै अपडेट आजको भिडियोमा रहनेछ। चाँदीले नेपालमा कीर्तिमान कायम गरिरहेको छ, यसको बारेमा पनि अपडेट दिनेछौँ। आज मिति 2082 साल पुस 14 गते सोमबार, सन् 2025 डिसेम्बर 29 तारिक। आज सुनको भाउ 600 रुपियाँले घटेको छ। हिजो सुनको भाउ 2,70,600 रुपियाँ रहेको थियो भने आज 2,70,000 रुपियाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य आज 60 रुपियाँले बढेको छ। हिजो चाँदीको भाउ 4835 रुपियाँ रहेको थियो, आज 60 रुपियाँले बढेर 4895 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउले निरन्तर रेकर्ड बनाइरहेको छ। समग्रमा भन्नुपर्दा आज सुनको भाउ 600 रुपियाँले घटेको छ भने चाँदीको मूल्य 60 रुपियाँले बढेको छ। आज 14 गतेको अपडेट यति नै। भोलि पुस 15 गतेको नयाँ अपडेट हाम्रो च्यानलमा आउनेछ। अहिलेलाई बिदा माग्छु। नमस्कार।